Hello everyone, welcome back to my new vlog भन्दा पनि भिडियो भनौं र म फेरि पनि नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु भने सम्पूर्ण आमाहरुमा चाहिँ ह्यापी मदर्स डे भनेर भन्न चाहे मैले फर्स्टमा चाहिँ लुचिला फाटमा झारै झार काटे र खासमा यो चाहिँ मेरो पुरानो भिडियो हो। अहिले चाहिँ मैले मेमोरीको रूपमा हाल्न खोजिरहेको छु। खासमा मैले पहिला नै हाल्छु भनेर बनाएको थिएँ, त्यतिखेर चाहिँ त्यस्तै समय व्यस्तताको कारणले गर्दाखेरि चाहिँ हाल्न पनि पाइरहेको थिइनँ अनि पछि बिर्सिरहेको पनि थिएँ। अनि अहिले चाहिँ अलिकति मेमोरीको लागि भनेर आज सम्झेको कि ठ्याक्क अनि त्यही भएर हालिदिनु पर्यो भनेर हामी चाहिँ हाम्रो बारीमा धान काटिरहेको छौँ। यतिखेर चाहिँ धान काटेर झार्नलाई अनि उहाँ चाहिँ अब मेरो मम्मी हुनुहुन्छ, बाबा अनि मेरो हजुरआमा, मेरो दाइ अनि त्यो कपाल पाल्ने चाहिँ मेरो मामाको छोरा हो। अनि हामी सबैजना भएर धान काटेर चाहिँ धान झार्ने चाहिँ प्लान छ आज हाम्रो। उहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ, धान बिटा लगाउँदै हुनुहुन्छ। खासमा चाहिँ अब आमा चाहिँ काम गरिरहेछ, छोरा चाहिँ खुब भिडियो बनाएर बसिरहेछ भनेर भन्नु होला। त्यस्तो होइन गाइजहरु, खासमा चाहिँ मैले पनि गरेको हो काम। यो चाहिँ मैले त्यतिकै भिडियो बनाउनको लागि अब बनाउनु त पर्यो अनि भिडियो बनाउँदाखेरि काम गर्ने कुरा आएन हैन। यो चाहिँ मेरो दाइ हो। दाइ चाहिँ मजाले धान झारिरहेको छ। अब यो चाहिँ हाम्रो एउटा बारीको एउटा गराको मात्रै धान हो नि त, त्यही भएर धेरै हुँदैन। अनि त्यो पनि बारीमा लगाएको धान हो। कहिलेकाहीँ यसो खानुहुन्छ भनेर चाहिँ हाम्रो खेत हुँदैन नि त, बारीमा लगाएको धान हो कि गाइजहरु। यो चाहिँ मेरो मामाको छोरा हो, उत्तम गुरुङ। अनि ऊ चाहिँ मेरो हजुरआमा हो, लालश्री गुरुङ। हामी चाहिँ अब यता पर्दाखेरि यिनीहरू पनि आइरहेको हुन्छ हाम्रोमा नि काम गर्नलाई। अनि हामी पनि कहिलेकाहीँ भ्याएको बेलामा यिनीहरूकोमा काम परेको पनि जाने यताउता गर्ने गर्छ कि। हामी अब मामा घर र घर नजिकै छ नि त, अनि त्यही भएर हामी काम पर्दाखेरि भ्याएको बेलामा यताबाट उता उताबाट यता जाने गर्छन् कि गाइजहरु। अब भविष्यमा कस्तो हुन्छ त्यो त अब थाहा छैन हैन, तर यो टाइममा चाहिँ यिनीहरू चाहिँ एकदमै कस्तो मेहनती काम पनि कस्तो गर्न सक्ने। अनि म चाहिँ अलि सक्दैन कि अल्छी गरे हो के हो नि त्यो त थाहा हैन, तर चाहिँ भने हामी चाहिँ अलि उयो हुन्छ भने यिनीहरू त कस्तो काम गर्छ कि कस्तो मेहनत गर्छ यो समयमा। पछि गएर चाहिँ अब बिहा गरेपछि बुढेको कुरा सुनेर केही हुने कस्तो हुने हुन्छ कि के हुन्छ त्यो थाहा हैन। अहिलेसम्ममा चाहिँ एकदमै मेहनतीले मान्छेहरू हो कि यिनीहरू चाहिँ। यो चाहिँ हाम्रो बारीको छेउबाट देखिने दृश्य हो, तर राम्रोसँग मैले देखाइनँ। यो हाम्रो टाइमको घाँस छिल्नेको रुखहरू छ, तल बारी छ, त्यही हो। उतातिर धान कुटाइ धान झारे सुरु भइसकेको छ हैन। त्यही हो गाइजहरु, हेर्नु न हाम्रो काम गरेको कस्तो छ गाउँको काम के। मलाई भिड नगरे बिचरा त्यो चसलाले त अनलाइन छिकै काम गरेछ त भन्ला फेरि। यहाँ चाहिँ छ, बालन छ, बोक्यान छ, झार्यान छ, यसले चाहिँ काम गर्दो रहेछ। त्यही फोटो खिच्ने चाहिँ काम छैन रहेछ होला। मरे उहाँ निलो टी सर्ट लगाउने चाहिँ मेरो बुवा हुनुहुन्छ। पोहोर सालको मङ्सिरमा बित्नु भयो, अहिले चाहिँ हुनुहुन्न। त्यही भएर पनि अहिले म फ्यामिलीबाट धेरै टाढा पर्ने छु, त्यही भएर अलिकति फ्यामिलीको एउटा
याद आएर अनि यो भिडियो चाहिँ मैले ब्लग बनाएर हाल्छु युट्युबमा भनेर अलि चाहिँ मैले हालेको। तातो छेर सुगायो यति त घाँस काटेर ल्याउने घाँस काटेर जम्मै छेड ल त गाइजहरू हामीले धान झरेको देखाइहाल्यौँ होइन। अब चाहिँ हामी धान भर्दैछौँ। अब धान भरिसकेपछि चाहिँ हामी जान्छौँ। धान बोकेर जाने कार्यक्रम पनि हाम्रो सुरु भयो। आजको लागि चाहिँ मेरो भिडियो यहीँसम्म भयो। अब अर्को भिडियोमा भेटौँला। माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। धन्यवाद। बाई बाई। जय होस् सबैको एन्ड वन्स अगेन ह्याप्पी मदर्स डे।